अर्को कुरो म यो ब्याङ्कको सन्दर्भमै कुरा गर्दा गर्दै वाणिज्य ब्याङ्कलाई ब्याङ्कले चलाउने, राष्ट्र ब्याङ्कले चलाउने होइन। अहिले नेपालको सबभन्दा ठुलो यो चाहिँ ब्याङ्कहरू, राष्ट्र ब्याङ्कहरूको समस्या भनेको यो जुन एनपिए दिनरात बढ्दै गइरहेछ, हरेक किसिमको फाइनेन्सिङ गाइडेड हुनुपर्ने, यति गर्नुभन्दा पर्दा गर्न नपाउने, यो फलानु सेक्टरमा गर्नै पर्ने, फलानु सेक्टरमा मार्जिन 60% हुनुपर्ने, 70% हुनुपर्ने, 30% हुनुपर्ने, त्यो ग्राहक बरोवर र ब्याङ्कको बिचको कुरा हो। त्यो फ्रिडम अहिलेको बेलामा जब कि पैसा कोही लिन तयार छैन, अहिले पनि यदि आँखा नखुल्ने कहिले खुल्ने आँखा? ब्याङ्कहरूको चाहिँ एकातर्फ चाहिँ एनपिए बढ्दा 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 योपालि अहिले भर्खर अनाउन्स भएकोमा 7-8% सम्म पुगिसक्यो। अर्कोतर्फ पुँजी लिन तयार छैन, ब्याज दर निरन्तर घट्दो छ। त्यसको बावजुद पनि त्यो गाइडेड लगानी गर्ने हाम्रो प्रवृत्ति, राष्ट्र ब्याङ्कको हरेक टोइलेट जानको लागि पनि राष्ट्र ब्याङ्कमा सोध्नु जानुपर्ने, त्यो किसिमको मानसिकताबाट मुक्त हुनको लागि यो सही एकदम उचित समय छ। हो, समस्या थियो। म अहिले पूर्व गभर्नर हुनुहुन्न भन्दैमा मैले यो कुरालाई धेरै कुरामा उनले त्यो बेलामा चाहिँ खुट्टा नटेकेको भए सायद अहिलेको अर्थतन्त्रको यो स्वरूप हुने थिएन धेरै फ्याक्टरहरूमा, तर सबै नै फ्याक्टर सही थिए भनेर म भन्दिनँ।